ल यो चाहिँ 2081 सालको तोरी खेती एकदम मजाले तोरी फुलिरहेछ। 1 बिघामा भएको तोरी खेती हो यो चाहिँ। हिलियाङ कृषि फार्म इटहरी 7 सुनसरीको यो सिजनको तोरी। ल हेर्नुहोस् है, एकदम मजाले फुलिरहेछ चट्ट लाएर। यहाँ यसमा चाहिँ चट्ट टिकटक बनाउनु मान्छेहरू आक्को है, तोरी माडेर ढुट्टो बनाइसकेछन्। यिनीहरूलाई पैसा लिनु पर्ला जस्तो छ टिकटक बनाएको एकदमसँगले। कागहरू पनि उडिरहेको रहेछ, माउरीहरू पनि उडिरहेछ। एकदम रमाइलो पाराले तोरी फुलिरहेछ। पुरै 1 बिघामा छ मेरो तोरी खेती। छिमेकीहरूको त फुल पाकिसकेछ। हाम्रो चाहिँ यहाँ एकदम मजाले तोरी बारी। यो चाहिँ 1 बिघा जग्गामा तोरी खेती लागेको छ। हिलियाङ कृषि फार्मको तोरी बारी। पहिला जमानामा उमेरमा मधेसँग यो तोरी बारी अक्केरी लाखी आइङदारी भनिन्थ्यो। सोल्टेनीहरूसँग, सोल्टेनीहरू कहाँ पुगे, आफू यी तोरी बारीमा। बिजोक रमाइलो छ जिन्दगी, के गर्नु अब। मौसम पनि एकदम चिसो चिसो छ आजको। यहाँ कागहरू उडिरहेछ, माउरीहरू पनि पर्याप्त उडिएर छन्। माउरी पालन पनि गर्नुपर्छ कि क्या हो। तर यो बेलामा त माउरी पाल्नु, पछि फुल नहुँदा त फेरि बिजोक रमाइलो हुन्छ होला चट्टसँगले। आमा के मजाले फुलेछ हौ तोरी त। यो भयो तोरी खेती। भिडियो चाहिँ एकदम हल्लिएको आउने भएछ। के भन्छ, यो भिडियो गर्ने बाटो चाहिँ अलि अप्ठ्यारो परेर भिडियो हल्लिया छ। अनि हाम्रो आजको भिडियो खिच्ने मोबाइलको क्यामेरा चाहिँ हिरो गोप्रो 10 चाहिँ अलि होइन होला। अहिलेलाई चाहिँ यही मोबाइलबाटै खिचिया। यता फेरि 1 कट्ठामा आलस र धनियाँ हानेको, तर खासै आएको जस्तो छैन। आउँदैछ, बिस्तारै आउँदैछ, आउँछ होला। यो 1 कट्ठामा चाहिँ धनियाँ छ चट्ट लाएर। धनियाँको मसला बनाएर खानुपर्ने अवस्था, तर फलेपछि। अहिले चाहिँ भर्खर आउँदैछ। यस राम्रै आइरहेछ। यसरी 1 कट्ठामा हानेको छ धनियाँ। यो चाहिँ यहाँ अलिअलि तोरी पनि मिसिएछ। जस आउँदैछ। यो चाहिँ अलिकति भर्खर उम्रिँदैछ। यो पाक्न चाहिँ अलिक टाइम लाग्छ होला। अनि यहाँ चाहिँ सामूहिक खेती गरेछ। मुला पनि यहीँ छ, अनि के भन्छ, आलु पनि यहीँ छ, तोरी पनि यहीँ छ। यो चाहिँ हाम्रो फर्मवाला भाइको हो। यता चाहिँ हाम्रो भयो। यहाँ छ फेरि मुला खेती।
अस्ति भर्खरै अलिकति लगेर खाइयो। यहाँ चाहिँ रु 50 को एक प्याकेट मुलाको बिउ यार रोपेको यति हुँदो रहेछ। जस राम्रै फल्दैछ। यहाँ हेरौँ न कत्रो यो स्टाइलले फलिरहेछ मुला चाहिँ। यो चाहिँ अब अलिकति भर्खर फल्दैछ, उठाउने बेला भएको छैन। चट्टसँगले अब यो चाहिँ मुला उठाएर यहाँ पनि छ। ल हेर्नु त आमा बढ्दैछ। यसलाई चाहिँ चट्टसँगले सलाद जति खाएको खाने, बचेको चाहिँ चट्टसँगले पातको गुन्द्रुक, मुलाको सिन्की कम्ता मिठो हुन्छ हौ। यहाँ चाहिँ धनियाँ, यो ड्याङ चाहिँ गाजर रोपेको उम्रिँदै नउम्रेको अवस्था। अनि यता चाहिँ हाम्रो लसुनहरू यो बिउ उब्रेर यहाँ अलिकति रोपेको खासै राम्रो आएन छ। अनि यता चाहिँ एकदम राम्रो छ लसुन, यो लसुन। अनि यता आलु, अनि यहाँ बोडी अलिअलि फुल्नु थालेछ, अब फल्छ होला। सुँगुरको मासुमा कम्ता मिठो हुँदैन है फेरि, के भन्नु र खै। ओ अङ्कित ब्रो, साइकल र खसी को छिटो कुद्छ हौ। अनि यो चाहिँ यहाँ भर्खर प्याज रोपेको भर्खर फिर्दैछ। अनि यो के भन्छ लसुन फेरि यता पनि छ। अनि चट्ट लाएर यो लसुन छ। अनि यहाँ चाहिँ फेरि यहाँ पनि छ आलु, मुला, लसुन, धनियाँ। अनि यहाँ प्याज भर्खर अलिकति रोपेको छ। बिउ हानेको उम्रिँदैन, बिरुवा किनेर रोपेको भर्खर सर्दैछ, त्यही भएर यहाँ आलु भयो। उता पनि छ आलु, लसुन, अनि धनियाँ 1 कट्ठा, त्यसपछि तोरी 1 बिघा। ल यस्तै छ अहिलेको ताजा अपडेट हिलियाङ कृषि फार्मको। यति भन्दै आजलाई बिदा।